बालेन शाहलाई के अब पनि निरङ्कुश तानाशाही प्रधानमन्त्री भन्न मिल्छ त? बालेन सरकारले गरिबको पक्षमा केही पनि गरेन, केही प्याकेज पनि ल्याएन भनेर खोट लगाउने स्थिति अब रहला त? बिल्कुल रहँदैन। लाउनुस्, बालेन सरकारले पीडितको पक्षमा र गरिबको पक्षमा आज कस्तो खालको कदम चाल्यो यो बारेमा म यहाँ विस्तृत छलफल गर्नेछु। तपाईहरू पनि बालेन सरकार कहिले असफल नहोस्, बालेन सरकार असफलताको बाटोमा नलम्कियोस् भन्ने तपाईँ चाहनुहुन्छ भने आउनुहोस्, सबैले बालेन शाहलाई सहयोग गर्न र गलत काममा खबरदारी गर्नका लागि एउटा यस्तो खालको अभियान चलाऊ जसका लागि तपाईहरू मेरो यो च्यानलमा सब्स्क्राइब गरेर जोडिनुहोला। सधैँ हामी बालेन सरकारलाई सपोर्ट र खबरदारी गर्ने। ल आउनुहोस्, ढिला नगरी सुरु गरौँ। बालेन सरकार गरिबको, दुखीको, पीडितको घर घरमा कसरी पुग्ने प्रयास गर्दैछ यहाँ चर्चा गरौँ। देशमा लामो समयदेखि बल्झिआएको समस्या सहकारी पीडितको पैसा यो डुबेको समस्या छ। अब यो फिर्ता गर्ने कार्यक्रम हिजोदेखि सुरु भइसकेको छ। सहकारी ठगीको सम्पत्तिहरू जफत गर्ने र बेचेर सहकारी पीडितलाई तिर्ने, यो सरकारले गरेको एकदम पोजिटिभ कार्य हो। आज मात्रै बालेन सरकारको मन्त्री क्याबिनेटले निर्णय गरेर काठमाडौँको जोखिममुक्त बस्ती हटाउने क्रममा पीडित परिवारलाई, प्रत्येक परिवारलाई पुनर्स्थापनाको लागि प्रति परिवार रु 25,000 दिने रुजु गरेर मात्रै भन्ने मन्त्रीमण्डलले निर्णय गरेको छ। दोस्रो निर्णय, परिवारले अर्थात् यो प्रतिस्थापित परिवारले अब वासस्थान आफै खोज्ने र प्रत्येक परिवारलाई 5 जना भन्दा कम सदस्यता भएकोलाई प्रति महिना 15,000 को दरले 3 महिनासम्म दिने र 5 जना भन्दा बढी सदस्यता छन् भने प्रत्येक सदस्यको फेरि थप 2,000 दिने। मानव 7 जना छन् भने 15,000 त्यो पायो, 2,000 4,000 प्लस गरेर 19,000 पायो। यसरी बालेन सरकारले अब प्रत्येक महिना 3 महिनालाई दिने निर्णय गरेको छ। बसोबास आफै खोज्ने, यदि बसोबास खोज्न नसक्ने स्थिति छ भने त्यस्तालाई बालेन सरकारले नै तोकेको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय गरेको छ। अब बालबच्चालाई कसरी, शिक्षाको कसरी व्यवस्था गर्ने भन्ने कुरोमा अर्को निर्णय गरेको छ। स्थानीय तहसँग समन्वय गरेर बालबच्चाहरूका लागि शिक्षाको पनि गुणस्तरीय शिक्षा, राम्रो खालको व्यवस्थित शिक्षा व्यवस्थापन गर्ने निर्णय गरेको छ। अब 3 महिनापछि फेरि के गर्ने त्यो पनि सरकारले पुनः निर्णय गर्नेछ। भूमि दिनेछ, लाल पूर्जा दिनेछ अर्थात् कुन व्यवस्थापन गर्नेछ पछाडि निर्णय पुनः गर्नेछ। त्यो अर्को भिडियोमा फेरि चर्चा गरौँला। बालेन शाह तपाईँलाई कस्तो लाग्छ तल कमेन्ट गर्नुहोला। बालेन सरकारको निर्णय, आजको निर्णय कस्तो लाग्यो यो पनि कमेन्ट गर्नुहोला। मन पर्यो भने एक सेयर गर्नुहोला। फेरि अर्को भिडियोमा पुनः भेट हुने बाचासहित अहिलेलाई बिदा भए। नमस्ते।